morning everyone. यो चाहिँ मेरो 5th episode 4th episode हैन होला यहाँ घरदेखि म यहाँ घरमा छु. This is my home and म चाहिँ ग्रीन टी बनाएर खाना आएको यो ठाउँमा. And this is my green tea. तपाईहरुले खानु भएको कि नै यति दुईटा पात हाल्ने हुन्छ. यस्तो यो पानीमा हाल्दिने. And एकछिन यो घोलिने समय लाग्छ. And you can see the blaze. तर आज हल्का हिमाल चाहिँ देखेन. And you can see this sunrise morning मा beautiful sunrise. And यता हेर्न सक्नुहुन्छ हाम्रो गाउँ. यस्तै छ परिवेश. म चाहिँ 3-4 दिन बसे यहाँ गाउँमा आएको and भ्लग बनाउन लागेको. स्थिति नै मैले देखाउँछु के कसो हुन्छ. प्रतिक्रिया दिनु होला हेरेर साथ दिनु होला गाइसहरु. यस्तो छ टोपकोबारी. This is हाम्रो टोपकोबारी. एकछिनमा म गेम खेल्न जान्छु अनि गेम पनि देखाउँछु है गाइस. स्टेटन गाइसहरु ग्रीन टी चाहिँ खाने बन्ने हल्का समय लाग्ने भयो त्यही भएर अलिअलि बन्दा साथ हाल्ने म किनकि एउटा गेम खेल्न जानु छ. सो दिस ग्रीन टी फर मी है. टेस्ट चाहिँ आइरहेछ. हल्का छिटो हान्ने नि टेस्ट चाहिँ आएर. लगाएछ यस्तै छ. घर यस्तै हो. म चाहिँ अहिले उता फुटबल खेल्ने ठाउँमा गएर देखाउँछु के कसो हुन्छ. स्टे ट्युन. सी यू. म चाहिँ यहाँ ठ्याक्क ग्राउन्डमा आएँ अनि म चाहिँ रेडी भइसकेँ खेल्नको लागि. अनि केटाहरू पुरै रनिङ हानिरहेछ. अनि यता पुरै वार्म अप चलिरहेछ केटाहरूको गेमहरु. यस्तै छ परिवेश. And you can see Ruma village. Ruma village हेर्न सक्नुहुन्छ. यस्तै छ परिवेश. अब म पनि एकछिन दौडिन्छु खेल्छु अनि अहिले के हुन्छ देखाउँछु है गाइस. स्टे ट्युन. ल यस्तो छ केटाहरु बिहान चाहिँ जस आएर खेलिरहेछ. आफ्नो शरीरहरु टटाइराख. यतिको चाहिँ हुनुपर्छ है केटाहरु. घरमा बसेर सुत्ने भन्दा यहाँ आएर खेलेको धेरै राम्रो. सो स्टे ट्युन है. म अहिले के हुन्छ देखाउँछु. Yang versus Xiao Yang. कस्तो गरा सुन्दर यहाँ चाहिँ हाम्रो केरा टिम भर्सेस स्याउ टिम हुँदैछ. जसमा स्याउ टिमले एक स्कोरको लिडसँग 3-2 बनाइरहेको छ भने अझै पनि हाम्रो केरा टिम एकदमै निरन्तर प्राइसमा छ स्कोर निकाल्नको लागि. हेर्न सक्नुहुन्छ रुमा गाउँ यस्तो छ. हाम्रो चाहिँ यहाँ किपर प्र्याक्टिस हुँदैछ है लोकेन भाइको. नाइस 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 नाइस. केटाहरु आज केराल जित्यो कि स्याउले जित्यो रे? लगभग बराबर हो. बराबरै भयो नि. यता हेर न केटा युट्युबमा आन्छ कि अहिले युट्युबमा गएर हेर यार यो क्लिप यार. सुशान्त भाइ हाउ यु फिल नाउ? कुल हो. खुट्टा हल्का दुखिरहेछ गरे नि छैन. ल किपरको चाहिँ चाकबाट तेल निकालिदिनु पर्यो है सालो. म्युट गरेर के हेर्नु न यस्तै यस्तै बोलेको त झन् भाइरल हुने नि. लोकलै चल्छ पुरा. ल हाम्रो 101 हेन्सम गाइसहरुलाई यता हेर नि त. कोही केटीहरु यसो पीडित छ भने केटी पट्टिने सबै प्याक हो केटाहरु. यिन चाहिँ रुमा गाउँको नम्बर 1 हिरोइनका हो. हाम्रो प्लेयरहरु आजको
केटा भोलिबाट कन्टिन्यू भयो खेल्न आने साँझ नै हामी साँझ त दाइ गर्मी वायल हुन्छ त यार कहाँ हुन्छ गर्नु साँझ शीतल हुँदै जान्छ नि यस्तै छ परिवेश लगेर भोलि पनि अब है यसो हात लगाइदेऊ त केटीहरू टक्क ल बाई बाई भोलि न है कन्टिन्यू यता चाहिँ किप्परलाई चाहिँ टेलै निकालिदिनु लाग्दै छैन है ल लाग्यो नि त हामी है लाग्यो ल अहिले यसो देखाउँछु दिनमा के हुन्छ हाम्रो भ्लग चाहिँ कन्टिन्यू जान्छ यार नवीन सर लेट्स गो जाम हामी ल गयो अहिले घटेर के हुन्छ देखान्छु ल स्टेसन भाइले के यहाँ पुरै फोहोर बोकेर झाडे रहेछ यतिक चाहिँ सबले गर्नु पर्यो है बाबु यहाँ हेर त केही भन् त सबले फोहोर सफा गर्नु होला यसरी मल जस्तो बोकेर फालिदिनु होला भन् त सबैले फोहोर फाल्नु होला मैले जस्तो बोकेर घरमा लगेर फाल्नु होला सबै नागरिक बन्नु होला सबै नागरिक बन्नु होला पर डम्पिङ साइड छ भन्नु डम्पिङ साइड छ पर त्यसमा लगेर फाल्नु होला अनि त्यो बेलालाई जलाने नि भन्नु बेला बेला जलाउने ल ल बाबु धन्यवाद है ल सफाइ गरे जस ल ल नवीन गुइङ है ल भाइ अल भेट्नु न ल केटाहरू कता हो ल ल ल ल ल ल ल यस्तै छ परिवेश गाउँघरको हामी चाहिँ यसो खेलेर आएको थियौँ भने भाइले फोहोर फाल्न लागेर चाहिँ यसो क्लिप खिचेको कि मलाई चाहिँ मन पर्यो सो यस्तै छ गाउँघर स्थिति है मलाई चाहिँ देखाउँछ अहिले यो हाम्रो आलु आलु सेन पर्यो पानी पर्यो मामा सेन पर्यो नि है आलु भित्राउन पर्यो आमा यो खनाएर यो लिम ल ल ल राहुल स्कुल जान्न छ कि पानी पर्यो पानी पर्यो पानी पर्यो पानी पर्यो आलु आमालाई खन्दै मामा होइन म त सहयोग गर्ने मान्छे होइन त्यो नगर तिमीलाई भाइरल बनाइदिउँ भन्नु गर आलु चाहिँ योचोटि चल्टा छ है पुरै पानी पर्यो गाइजहरू हाम्रोमा चाहिँ आज एक हप्ता पछि पानी पर्यो वालै पानी परेछ हेर्नु त यस्तो बबाल पानी परिरहेछ पुरै गर्मीले चाहिँ सीमा पार गरिरहेको थियो र आज पानी पर्यो थ्याङ्क यू गड होइन तर अलि वाइल चाहिँ नपरोस् अलिअलि चाहिँ पर्नुपर्छ अनि त्यहाँ चाहिँ हाम्रो यो भाले भाले यो लोकल भाले है हाम्रो यो चाहिँ ढिलो रालेको है त्यसको पिठो रे हाम्रो जौँकी गाउँको पिठो गाउँको पिठो त्यही नै होइन गाउँघरमा यस्तो सहर बजार भएको काला काला चाउल भिजन गरेर पठाइदिएको जौँको ढिलो एउटाले खानु मिठन सिद्धोका खवाङमा लिएनौ के पिठो कोही भारी भएको छ न त युज गरेर नि छटो जाउँ गाउँको छैन जाउँ त छटो अन्त अब त घाम्ने लाग्ला गरे थुप्ला होला टिकोराटीको फेरि उसी बस्ने हो बाला नलसी निगन र बिगन होला नि उसले खाला पनि पाएन
हिजो आज काटेबाट सकिन्छ फेरि काम काटे सकिने सुकान मिल्ने घाम लाग्दा सुकाएर कुट्ने कुरो खोइ नखोट लाग्न त घाम काटेपछि त के ऊ हालिदिनु बा यो यतापट्टि माथि भेटनरीमा पाउँदैन कति चेकतिर मन लाग्यो छोरा सन्चो भएको छु भेटनरीमा पाउँछ होला नि यसको औषधि हेभी हुन्छन् त्यो एउटा बिसार लाडेपछि त चाहिँ आजको खाना है अघि ओह्रालेको ढिलो अनि हाम्रो हाँसको मासु यस्तै छ खायो मैले गाइजहरू टक्क लाएर खानासाना खाइयो अनि आज यस्तो मकै खन्ने भन्ने प्लानिङ छ अब मेरो यहाँको तर पानी पर्यो यस्तो छ मौसम पानी परेर हजुर यस्तो छ मौसम अहिले के हुन्छ यसो म देखाउँछु स्टे ट्युन गाइस हाम्रो चाहिँ यहाँ क्यारमबोर्ड जमिरहेको छ है भाइ भाइ जान पापा रुपियाँको यहाँ क्यारमबोर्ड जमिरहेको छ बाबा सुत्यो अझ ल यो हान त नबिन हात हान भनेको त्यो पहिलो राउन्ड है अझ मैदा हेर न त्यहाँ माथि माथि मिलेर राखेको थियो लाइनभन्दा माथि अब फिनिस गरिदिनु पर्छ ठिक छ फिनिस एक चान्स आयो खेलौँला विनरसँग हो हामी खेलेकै छैन र तिमी र यिनी यो तुच्छ फाल्यो होइन गएर अनि विनरसँग फेरि यिनी विनरसँग भिड्यो नि फाइनल हो सही हो र ल बोब्बाल हामी बोब्बाल यता आउनु यता बोब्बाल बिरानी खाएर चाहन्छ हान्नु भयो बोब्बाल चान्स लैलान थोर थोरा निगा न पहिला छोरा थोरा निगा फुल लगे पोसाल यस्तो भनेको दाइले ल चौ भन भान्डो चौ भयो ल चरा यसो बची नगरे नि हाम्रो बचाउने त्यही नै भन्ने रहेछ सब अब भ्याएन कति भएको अरे 25 28 मिस ग्यामै छ त अनि ल छोइ त एन्डोले उठाउनु त्यसपछि रोइ नै सक्छ होइन तर जाने है त्यहीसँग निकाले खुल्नु पर्ने हो क्या त्यो उस्कनु पर्ने फिस्नु पर्ने मिस्टेक ठिक छ आना गेमै आना सकिने फुलबार लङ आना अझ उरो
पुग्न सक्छ आफ्नो हातमा गेम पारिसकेको छ जसको फाइदा आयोजकलाई दर्शकहरू बिहानकै पानी परेको थियो भर चाहिँ मौसम खुल्लो एन्ड यु क्यान सी द भ्यू गाइज यस्तो मकन भ्यू खोलिरहेछ यस्तो मिठो भ्यू यो चाहिँ दुरो लेक हो दिस इज दुरो लेक यस्तो भ्यू खोले है रुमा गाउँको आज चाहिँ मौसम बिहान पानी परेछ दिनमा खुल्ले 360 भ्यू भान्जी के खाइछौ भान्जी यहाँ हेर त मामालाई के खाइछौ हेर त नाकमा पुरै लाएर खाइछौ तिमीले त समस्या खाएको हो हजुर मामा भन न बाई बाई गरौँ बाई बाई गरौँ न बाई बाई गरौँ न भनेकै नमान्ने भान्जी छेउ तुम त गाइजहरू म चाहिँ मेरो घरमा अनि मेरो घरबाट के पागल हुने भ्यू देखाउँछु है तपाईँहरूले यस्तो पागल हुने भ्यू देखाउँछु कि तपाईँहरू चिट पाउनुहुन्छ कि त्यो भ्यू देखेर एन्ड यु क्यान सी दिस भ्यू है यहाँदेखि हेर्न सक्नुहुन्छ त्यहाँदेखि हिमालको रेन्ज है गाइज हिमाल पागल हुने हिमालको रेन्ज यु क्यान सी दिस पागलै हुने खालको हिमालको रेन्ज देख्न सक्नुहुन्छ यो चाहिँ धौलागिरी यस्तो छ है कस्तो लाग्यो तपाईँहरूलाई यो चाहिँ मेरो घरबाट देखेको भ्यू है गाइज कस्तो लाग्यो यसो डु कमेन्ट डाउन बिलो है